क्षमा दिनु भनेको क्षमा दिनु चाहिँ हाम्रो निम्ति सबसे कठिनाइको कुरा हो हैन र कसैलाई क्षमा दिने भन्ने कुरा जब हाम्रो जीवनमा आउँछ भने त्यो चाहिँ सबसे ठुलो विषय हाम्रो निम्ति हुन्छ कि मानिलो त्यो व्यक्ति चाहिँ हाम्रो निम्ति सधैँ नकारात्मक छ त्यो व्यक्ति हाम्रो जीवन हाम्रो लागि सधैँ हाम्रो बारेमा नराम्रो सोचिरहन्छ सधैँ हाम्रो बारेमा नराम्रो विचार गरिरहन्छ सधैँ हाम्रो नराम्रो त्यो छिमेकी हाम्रो बारेमा नराम्रो भन्छ के साँच्चै तपाईले त्यो व्यक्तिको त्यसको अवस्था हेरेर त्यसको बानी बेहोरा हेरेर तपाईले के गर्नुहुन्छ त्यसलाई क्षमा दिन सक्नुहुन्छ अवश्य पनि तपाईले सक्नुहुन्न क्षमा दिनु भन्ने बारे चाहिँ सबसे ठुलो कुरा हो जब हामी बाइबलमा गएर हेर्छौँ भने पत्रुसले हैन येशू ख्रीष्टलाई क्वेसन गरेको छ हैन अनि प्रभु म मेरो भाइलाई कतिपल्ट क्षमा गरौँ हैन अनि पुरानो कुरामा चाहिँ के गर्थे एउटा यदि तिम्रो भाइले गलत गर्छ भने तिमीले 7 चोटि के गर्नु क्षमा गर्नु भनेर चाहिँ व्यवस्थामा लेखिएको छ हैन र उनी चाहिँ एकदम आत्मिक भएर हैन सायद पत्रुस एकदम हैन उनी एउटा चटपटे टाइपका थिए झ्याप्पै बोलिहाल्ने हैन चटपटे अनि हिचो गरिहाल्ने अनि उनी चाहिँ येशू ख्रीष्टको अगाडि रिसाएर जान्छन् अनि उनी सोच्छन् प्रभु मेरो भाइले पाप गर्यो कतिपल्ट क्षमा गरौँ हैन सायद अब उनीले कसरी भनेका थिए हामीलाई थाहा छैन तर त्यसपछि अनि उनले सोचेका थिए होला पत्रुस तिमी 7 चोटि क्षमा गर न हैन किनभने त्यो व्यवस्थामा त्यही लेखिएको छ उनको परमेश्वर येशू ख्रीष्टबाट उनको प्रति उत्तर चाहिँ त्यही नै थियो होला अनि येशू ख्रीष्टले चाहिँ मुस्काउनु भयो होला हैन हाँस्नु भयो होला मुस्क हाँसेर भन्नुभयो होला पत्रुस 7 होइन 7 गुणा 70 पटक आमेन 7 होइन 7 गुणा 70 पटक एकछिन त पत्रुस त दम पर्यो होला ओहो म त सोचेको थिएँ प्रभुले 7 पटक मात्रै क्षमा भन्नुहुन्छ होला तर उहाँले के भन्नुभयो 7 गुणा 70 पटक एक दिन लागि एक दिन तपाईले त्यो हैन मेरो वर्षसम्म 7 गुणा 70 एक दिनमा चाहिँ 7 गुणा 70 पटक चाहिँ तिमीले क्षमा गर भनेर चाहिँ पत्रुसले परमेश्वरले भन्नुभयो आमेन आज हाम्रो जीवन पनि त्यही नै हो आज हामीले पनि आज परमेश्वरलाई हामीले जब कुनै त्यही क्वेसन गर्छ भने परमेश्वरले हामीलाई त्यही उत्तर दिनुहुन्छ तिमी 7 गुणा 70 हो त्यो चाहिँ छिमेकी राम्रो छैन होला हैन अनि त्यही बाइबल भन्छ तिमीलाई मात्रै प्रेम गर्नलाई तिमीले प्रेम गर्यो भने तिमीलाई के लाभ हैन र बाइबलले चाहिँ स्पष्ट बताएको छ कि कसै व्यक्तिले मलाई प्रेम गर्छ भने म त्यो व्यक्तिलाई मात्रै प्रेम गर्छु भने मेरो जीवनमा कुनै पनि लाभ हुँदैन हैन र तर म त्यो व्यक्तिलाई पनि प्रेम गर्छु जो व्यक्तिलाई हैन जसले मलाई प्रेम गर्दैन अथवा त्यो व्यक्तिलाई मैले प्रेम गर्छु भने तब चाहिँ मेरो जीवनको निम्ति लाभ हुनेछ येशू ख्रीष्टलाई अब हेर्छौँ भने उहाँले चाहिँ कसैले पनि उहाँलाई प्रेम गरेको थिएन तर उहाँले सबैलाई प्रेम गर्नुभयो आमेन उहाँले सबै जातिलाई प्रेम गर्नुभयो उहाँले त्यो ठुलो होस् सानो होस् उहाँले सबैलाई वास्ता गर्नुहुन्छ अनि त्यही भएर बाइबल भन्छ आफूलाई मात्रै प्रेम गर्नको निम्ति प्रेम गर्यो भने तिम्रो निम्ति के लाभ हैन त्यो त स्वार्थ हो हैन त्यो त स्वार्थपन हो अनि तिमीले चाहिँ त्यो स्वार्थ गरिरहेका छौ अनि येशू ख्रीष्टले भन्नुहुन्छ म तिमीलाई भन्छु 7 गुणा 70 पटक एकैपल्ट श्रीमान श्रीमती होस् हैन अनि आफन्त होस् दिदीभाइ होस् जोसुकै होस् हैन समाज हो जसोसुकै होस् 7 गुणा 70 पल्ट हो मान्छेदेखि नै गल्ती हुन्छ हैन र गलत हुने मान्छेबाट हो र त्यो गल्तीलाई सुधार्नु चाहिँ सबसे ठुलो कुरा हो हैन अनि पाप गर्नु चाहिँ ठुलो कुरो होइन पापलाई स्वीकार गर्नु चाहिँ ठुलो कुरो हो दाउद कति पापी थिए भन्दा पनि दाउदले चाहिँ कतिचोटि समर्पित भयो त्यो चाहिँ ठुलो कुरो थियो हैन अनि दाउदले हो पाप गरे हैन उनले व्यभिचार गरे उनले हत्या गरे र पनि उनले के गरे पापलाई स्वीकार गरे हैन जब अगमवक्ताले कुरा बताइदिनु भयो अनि बाइबलले येशू ख्रीष्टले के भन्नुभयो मेरो हृदय पछाडिको मानिस भनेर भन्नुभयो आमेन मेरो हृदय पछाडिको मानिस भनेर उहाँले त्यो नाम दिनुभयो भनेपछि आज पाप गर्नु चाहिँ ठुलो कुरो होइन हो पाप गर्न सक्छौँ हामी साधारण रूपले भन्नुपर्दा हामीसँग पापी स्वभाव छ हैन नयाँ स्वभाव पनि छ पवित्र आत्मा पनि हामीसँग हुनुहुन्छ र संसारको पापी स्वभाव पनि हामीसँग छ हामी अलरेडी संसारमा हुने बेलासम्म चाहिँ हामी गलत गर्छौँ र पनि त्यो गलत एउटा विश्वासीले अविश्वासी हुँदै गर्दा जति गलत गर्थ्यो नि त्योभन्दा कम गलत उसले गर्छ कारण उसले गलत गर्नुभन्दा अगाडि सोध्छ म त क्रिस्चियन पो हो त हैन म त विश्वासी पो हो त म त ख्रीष्टको मानिस पो हो त मैले त 10 पल्ट सोच्नुपर्छ त्यही गल्ती गर्दा हो त्यो गर्दा पनि मानिसले कहिलेकाहीँ झुट बोल्न थाल्छ हैन कहिलेकाहीँ गलत गर्न सक्छ र पनि त्यो ठुलो कुरो होइन तर परमेश्वरले भन्नुहुन्छ जसले मलाई स्वीकार गर्छ त्यसले अनन्त जीवन पाउनेछ अनि चाहिँ हामीले जब ख्रीष्टलाई विश्वास गर्छौँ भने हाम्रो सम्पूर्ण माफ मेटाइदिन्छ परमेश्वरले फर्केर हेर्नु डिलिट गरिसक्नु भयो हाम्रो
हामीहरू मोबाइलमा कुनै फाइलहरू कुनै भिडियोहरू हेर्छौँ त्यसलाई डिलिट गरिसकेपछि हामी त्यसलाई फेरि भेट्दैनौँ होइन त्यो डिलिट भइसक्यो पर्मानेन्ट डिलिट भन्ने हुन्छ दुईवटा अप्सन आउँछ एउटा एकचोटि डिलिट गऱ्यो भने एउटा यस्तो फाइलमा गएर बस्छ त्यहाँ चाहिँ पूर्ण डिलिट भएको हुँदैन त्यसलाई चाहिँ फेरि रिकभर गर्न सक्छौँ होइन आजकल मोबाइलहरूमा चाहिँ त्यस्तो अप्सन रहेको छ कि तपाईँले एकचोटि डिलिट पहिलाको मोबाइल कस्तो थियो भने एकचोटि डिलिट गर्नुभयो भने त्यो पर्मानेन्ट डिलिट भइसक्यो तर अहिलेको अप्सन चाहिँ कस्तो छ भनेपछि एकचोटि डिलिट गर्नुभयो भने अर्को एउटा ठाउँमा गएर बस्छ र त्यहाँदेखि तपाईँले फेरि थिच्नुभयो भने त्यहाँ चाहिँ पर्मानेन्ट डिलिट भन्ने एउटा अप्सन आउँछ तब चाहिँ तपाईँले त्यसलाई के गर्नुहुन्छ त्यसलाई डिलिट गर्नुहुन्छ पर्मानेन्ट डिलिट गर्न सक्नुहुन्छ र आज कतिपय मानिसले के गर्छन् डिलिट त गर्छन् तर चाहिँ त्यो एउटा स्टोरमा गएर एउटा कुनामा गएर बसिरहेको हुन्छ होइन अनि फेरि याद आउँछ ठ्याक्कै त्यो कुरा याद आउँछ अनि फेरि फर्काएर फेरि मानिसहरूले त्यही कुरा गर्न थाल्छ होइन त्यही कुरा गर्न थाल्छ तर बाइबलले भन्छ हामीले पर्मानेन्ट डिलिट गर्न आवश्यकता छ होइन पर्मानेन्ट डिलिट गर्नु ताकि त्यो फर्केर पनि हाम्रो दिमागमा नआओस् होइन हामीले कहिले पनि त्यो व्यक्तिले गरेका गल्तीहरूलाई हाम्रो दिमागमा स्टोर गर्नु हुँदैन हामी एक मनले डिलिट गर्न त खोज्छौँ होइन त्यो मोबाइल जस्तै गरी हामी एउटा सिक्रेट फाइलमा त्यो एउटा फाइलमा गएर बसिरहेको हुन्छ त्यहाँ गएर पनि हामी त्यसलाई पर्मानेन्ट डिलिट गर्न आवश्यकता छ जब हामी पर्मानेन्ट डिलिट गर्छौँ तब मात्रै हामीलाई ढुक्क हुन्छ भन्नुको अर्थ जब हामी म पूर्ण रूपले त्यो व्यक्तिलाई क्षमा गर्छु र पूर्ण रूपले बिर्सि जान्छु भने मात्र त्यो क्षमाको लाभ हुन्छ होइन जब यीशु ख्रीष्ट क्रुसमा हुनुहुन्थ्यो जब यीशु ख्रीष्टले क्रुसमा 7वटा बाणी बोल्नुभयो होइन 7वटा बाणी बोल्नुभयो तीमध्ये एउटा बाणी के थियो भनेपछि जब हामी लुकाको पुस्तक 23 अध्याय पल्टाउनुहोस् त 23 अध्यायको 34 पदलाई पढ्नु लुका 23 को 34 पद तब येशूले भन्नुभयो हे पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् सो जान्दैनन् आमेन अनि तिनीहरूले उहाँका वस्तुहरू भाग गरेर गोला हाले तपाईँलाई थाहा छ यो कति महत्त्वपूर्ण छ तब येशूले भन्नुभयो हे पिता तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् सो जान्दैनन् आमेन येशूलाई थाहा थियो होइन तिनीहरूले के गरिरहेका छन् उनीहरूलाई त्यो केही पनि कुराको ज्ञान थिएन त्यो कुनै पनि कुराको ज्ञान थिएन र पनि तिनीहरूले त्यो कार्य गरिरहेका थिए अनि जसरी पनि उहाँले के गरिरहेका थिए परमेश्वरको योजनालाई पुरा गरिरहेका थिए हो उनीहरूले यीशु ख्रीष्टलाई लगेर क्रुसमा टाँगिरहेका थिए तर पनि कता न कता चाहिँ त्यहाँ परमेश्वरको योजना पुरा भइरहेको थियो आमेन त्यहाँ चाहिँ परमेश्वरको योजना पुरा भइरहेको थियो हे पिता यिनीहरूले के गरिरहेका छन् सो जान्दैनन् यिनीहरूलाई क्षमा गर्नुहोस् जसलाई उहाँले जुन व्यक्तिलाई उहाँलाई क्रुसमा लगेर टाँग्यो जुन व्यक्तिलाई उहाँलाई कोरा हान्यो जुन व्यक्तिलाई उहाँलाई थुक्यो जुन व्यक्तिलाई उहाँले पानी माग्दा चाहिँ होइन भनौँ न त्यो किसिमको व्यवहार गर्यो त्यो व्यक्तिलाई यीशु ख्रीष्टले भन्दै हुनुहुन्छ क्षमा गर्नुहोस् हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् तपाईँहरू मोबाइल सक्थ्यौँ होला आफैलाई त्यो हामी जब हामी एउटा छिमेकीले हाम्रो विरुद्ध नराम्रो बोल्यो भने यसको त खाप्चै नदेख्न पाए पनि हुन्थ्यो भन्ने जस्तो लाग्नु लाग्छ होइन र हो कि होइन त यसको त अनुहारै हेर्न नपाए पनि हुन्थ्यो होला तर यीशु ख्रीष्टलाई हेर्नुहोस् त जसलाई उहाँलाई क्रुसमा लगेर टाँगिरहेका छन् कोराले हानेका छन् होइन पानी मागेर चाहिँ त्यो तितो कुरा खिलाइरहेका छन् गिल्ला गरिरहेका छन् होइन र थुकिरहेका छन् मानिसहरूले त्यो व्यक्तिलाई मैले क्षमा गरेर भनिरहनु भएको छ तर हामी चाहिँ हामी छौँ एउटा कि हाम्रो व्यक्तिले छिमेकीले सानो गल्ती किन नगरोस् त्यसको अनुहार देख्यो भने मलाई रिस उठिहाल्छ भन्ने मान्छेहरू पनि हामी छौँ किन हामीसँग त्यो स्वभाव छ अझै पनि त्यो स्वभाव हामीले पर्मानेन्ट डिलिट गरेका छैनौँ किनभने हामीले त्यो स्टोर गरिरहेका छौँ त्यो छिमेकीले कुन दिन गल्ती गरेको थियो अनि हामी कतिपय ठाउँमा त चर्चमा पनि के छ भनेपछि यो व्यक्ति आएको रहेछ मलाई यो देखेको रिस उठिहाल्छ यो आउँछ भने म त आउँदिनँ मण्डली ओ त्यो त मेरो बस्ने ठाउँ पो हो त त्यो कुर्सीमा बस्न पाइने भने त म आउँदिनँ मण्डली त्यो कुर्सीसँगै मतलब कुर्सीमा बस्न आऊ भने चर्चमा कुर्सीमा बस्न आऊ त्यो त परमेश्वरको वचन सुन्न पो आएको त होइन र यो पास्टर पो हो यस पहिला त सँगै हिँड्थ्यो त मसँग त सँगै हिँड्ने सँगै कुद्ने यस्तो व्यक्तिले प्रचार गरेर के सुन्नु मैले योभन्दा त म राम्रो हो कुन व्यक्तिले प्रचार गरेछ भन्दा पनि उसले के प्रचार गरिरहेको छ भन्ने कुरा इम्पोर्टेन्ट हो आमेन के कुरा चाहिँ उसले प्रचार गरिरहेको छ को व्यक्तिले प्रचार गरिरहेको छ त्यो इम्पोर्टेन्ट होइन त्यो महत्त्वपूर्ण होइन तर
के चाहिँ प्रचार भइरहेको छ त्यो कुलपिटबाट? त्यहाँ चाहिँ को चाहिँ उचालिरहनु भएको छ त? त्यहाँ चाहिँ ख्रिस्टको वचन प्रचार भइरहेको छ? अनि के त्यहाँ अनुग्रहको वचन प्रचार भइरहेको छ? के त्यहाँ दयापनको प्रचार भइरहेको छ? के त्यहाँ क्रुसीकरणको प्रचार भइरहेको छ? यदि त्यो चाहिँ व्यक्तिगत कुरा प्रचार भइरहेको छ भने त्यो कुरामा सुन्दैन। तर यो बाइबलदेखि उसले प्रचार गरिरहेको छ भने त्यो व्यक्तिलाई सुन्दिनँ, पवित्र आत्मालाई सुन्छु। हामी पवित्र आत्माले। त्यही भएर अनि प्रकाशको पुस्तकमा बाइबलमा 7 पल्ट जसको कान छ त्यसले सुनोस्, होइन? जसले कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीलाई के भन्दै हुनुहुन्छ? ध्यान दिएर सुन्न मण्डली हो। एउटा मण्डली परिवारहरू ध्यान दिएर सुन्न आवश्यकता छ। बाइबलमा येशू ख्रिस्टले हामीलाई के भनिरहनु भएको छ? हाम्रो मार्ग निर्देशक येशू ख्रिस्ट हुनुहुन्छ। उहाँ चाहिँ बाटो सत्य र जीवन हुनुहुन्छ। उहाँ चाहिँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। त्यो कुरालाई हामी बिर्सिन्छौँ अनि भन्न थाल्छौँ कि यो व्यक्ति यस्तो, त्यो व्यक्ति उस्तो, जज गर्न थाल्छौँ, हामी न्याय गर्न थाल्छौँ। थाहा छ बाइबलले के भन्छ? जुन न्याय नापले तिमी नाप्छौ त्यही नापले तिमीलाई पनि नापिनेछ। कहाँ लेखिएको छ? मत्तीको पुस्तक 7 अध्यायमा। जुन नापले तिमी नाप्छौ त्यही नापले तिमीलाई नापिनेछ भनेर भनेको छ। हामी जज गर्न थाल्छौँ त्यो व्यक्तिलाई, त्यो व्यक्ति त यस्तो पो हो त, होइन? त्यही हो, येशू ख्रिस्टले हामीलाई जज गर्नु भएन। यदि उहाँले जज गरेको भए नि हामी कोही पनि धर्मी छैनौँ, कोही पनि एउटा पनि अधर्मी छैन। बाइबलले के भन्छ? रोमी 3 अध्यायको 10 पद, सबैले पाप गरेका छन्, सबैले पाप गरेका छन्, कोही पनि असल छैन। उहाँले हामीलाई जज गर्नु भएन, उहाँले चाहिँ प्रेम गर्नुभयो। आमेन। उहाँले चाहिँ क्षमा दिनुभयो। त्यस्तो व्यक्तिलाई उहाँले क्षमा दिनुभयो जसलाई उहाँले क्रुसमा लगेर टाल्नु। यदि उहाँले त्यस्तो व्यक्तिलाई क्षमा दिन सक्नुहुन्छ भने हामी पनि उहाँका मानिसहरू हौँ। आमेन। हामी उहाँका रगतले किनेका मानिसहरू हौँ, स्वर्गीय नागरिक पाएका मानिसहरू हौँ। हाम्रो सिटिजनसिप कहाँको छ? स्वर्गको छ, होइन? हाम्रो नागरिकता पनि स्वर्गको छ, नागरिकता। फिलिप्पी 3 अध्यायको 10 पदले भन्छ हाम्रो नागरिकता छ स्वर्गको। हाम्रो 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 हेराइ चाहिँ, हाम्रो हिँडाइ चाहिँ कोसँग छ त? क्रिस्ट येशूसँग चाहिँ तपाईँ मेरो हिँड्न आवश्यकता छ। जब हामी येशू क्रिस्टसँग सँगसँगै हिँड्छौँ, जब हामी येशू क्रिस्टसँग सँगसँगै हातमाले गर्दै अगाडि बढ्छौँ भने तब मात्र त्यहाँ परमेश्वरको महिमा आउँछ। आमेन। तब मात्रै हामी मानिसलाई क्षमा दिन सक्छौँ, तब मात्रै हामी मानिसलाई प्रेम गर्न सक्छौँ, तब मात्रै हामी मानिसलाई अनुग्रह दिन सक्छौँ। तर ख्रिस्टभन्दा बाहिर अनि यूहन्ना 15 अध्यायमा दागको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगा हो। आमेन। दागको बोट चाहिँ म हुँ, तिमीहरू चाहिँ हाँगा हो। यति हाँगाले चाहिँ बोटबाट अलग भएर उसले फल दिन सक्छ होला। अहिले सिजन कसको छ? आँपको छ, लिचीको छ, विभिन्न फलफुलहरूको सिजन छ नि त अहिले, होइन? तब एउटा आँपको हाँगाले भन्ला ए सधैँ यसरी के टाँसिरहनु, म योचोटि चाहिँ म आफै अलग भएर यो साल चाहिँ म एक्लै फल फलाउँछु भन्यो भने त्यसले सक्छ? 100% सक्दैन। त्यो असम्भव कुरा हो। तर ऊ त्यो आँपको बुढासँग टाँसिरहेको छ भने उसले 100% उसले फल फलाउँछ। पनि थोरै फलाउला पनि उसले फल फलाउँछ। आमेन। त्यसै गरी येशू ख्रिस्टसँग हामी टाँसिरह्यौँ भने हामी चाहिँ उहाँका शरीरका अङ्गहरू हौँ। यदि हामी उहाँसँग टाँसिरह्यौँ भने हामी 100% हामीमा चाहिँ पवित्र आत्माको फल देखिन थाल्छ। पवित्र आत्माको फल के हो? पहिलो फल के हो? प्रेम, आनन्द, मेलमिलाप, होइन? सन्तुलता, नम्रता, अरू के छ? धैर्य, कृपा, भलाइ, होइन? संयम। यिनी 9वटा फलहरू हामी जीवनमा देख्न थाल्छ यदि हामी ख्रिस्टसँग बसिरह्यौँ भने। अनि हामी क्षमापन पनि एउटा के हो? परमेश्वरले गर्नुभएको आज्ञा हो। हामी चाहिँ आफ्नो छिमेकीलाई आफै चाहिँ प्रेम गर्न आवश्यकता छ। जब हामी आफ्नो मान्छेलाई हामी आफै चाहिँ प्रेम गर्छौँ नि तब मात्रै हामी क्षमा दिन सक्छौँ। आमेन। तब मात्रै हामी क्षमा दिन सक्छौँ। जब येशू प्रभु क्रुसमा त्यो व्यक्तिलाई उहाँले के गर्नुभयो? जसलाई उहाँलाई येशू क्रुसलाई क्रुसमा टाँगिदिए त्यो व्यक्तिलाई चाहिँ उहाँले क्षमा गर्नुभयो र उहाँले भन्नुभयो हे पिता यिनीहरूले के गरिरहेका सोझाएर क्षमा गर्नुहोस्। र हाम्रो जीवन धेरै अनि त्यही भएर इतिहासको के समाजहरूले चाहिँ जब कुनै व्यक्ति व्यभिचार गर्दै गर्दा पक्राउ पर्थ्यो भने त्यहाँ ठुलो रातो रङमा लेखिए ए अक्षरमा पहिरिएर उनीहरूलाई लगाएर सार्वजनिक रूपमा तिनीहरूलाई पाप जनाएर सजाय दिने गरिन्थ्यो।
जस्तै इतिहासमा जब हामी हेर्छौँ भने बाइबलले के भन्छ, यदि कोही व्यभिचारमा पक्राउ पर्छ भने उसलाई ढुङ्गाले हान्ने के गर्नु, आज्ञा दिनु होइन, त्यसरी सजाय दिइन्थ्यो। अनि सजाय दिन्थ्यो र कोही चोरी गर्दै गर्दा समातियो भने उसलाई चाहिँ साङ्गाले लगाएर हिँड्न लगाइन्थ्यो र सायद तपाईँहरूलाई होइन हामीलाई लाग्न सक्छ त्यो व्यभिचार गर्दै गर्दा पक्राउ परेको कारणले गर्दा उसलाई ढुङ्गाले हान्ने, त्यो चाहिँ उसको प्रतिफल हो। अनि उसले चोरी गर्दै गर्दा पक्राउ पर्यो, उसलाई चाहिँ सजाय दिनु उसको प्रतिफल हो होइन, अनि प्रतिफल हो। अनि उनी के कारण उनी त त्यस योग्यका थिए भन्ने तपाईँलाई लाग्न सक्छ। साँच्चै नै यसुले भन्नुभयो, यदि तपाईँहरूले चाहिँ कुनै स्त्रीलाई नराम्रो नजरले हेर्नु मात्रै भयो भने तपाईँहरूले के गर्नुभयो, आफ्नो हृदयमा व्यभिचार गर्नुभयो भनेर मत्ती 5:28 यीशु ख्रीष्टले भन्नुभयो होइन। तिमीले बाइबलले होइन व्यभिचार शारीरिक रूपले व्यभिचार गर्नु मात्रै नभएर नयाँ करारमा यीशु ख्रीष्टले भन्नुभयो, तिमीले त्यो कुनै व्यक्ति स्त्रीलाई अथवा कुनै व्यक्तिलाई तिमीले नराम्रो नजरले हेऱ्यौ भने पनि तिमीले पाप गरिसकेका छौ। आमेन। जब हामी त्यही भएर यीशुले भन्नुभयो अनि त्यो कुराहरू भन्नुभयो। त्यसपछि मैले भने अनि मत्ती 7:1-2ले भन्छु कि त्यसपछि उहाँले भन्नुभयो कि तपाईँहरूले चाहिँ जुन नापले नाप्नुहुन्छ त्यही गरी हाम्रो निम्ति पनि नापिनेछ। आमेन। र परमेश्वर पापप्रति नरम हुनुहुन्न होइन, परमेश्वर चाहिँ पापप्रति नरम हुनुहुन्न। परमेश्वरले पापलाई न्याय गर्नु नै हुन्छ, पापीलाई प्रेम गर्नुहुन्छ अनि त्यो पापलाई चाहिँ उहाँले न्याय गर्नु छैन। तपाईँले दुईवटा कुरा याद गरेको म चाहन्छु। पहिलो कुरा चाहिँ उहाँले तपाईँको पापलाई यत्तिकै अनदेखा गर्नुहुने छैन। आमेन। तपाईँको पापलाई चाहिँ उहाँले यत्तिकै अनदेखा गर्नुहुन्छ, किनकि उहाँले भन्नुहुन्छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ त्यसलाई उहाँले ताडना पनि दिनुहुन्छ। आमेन। हिब्रू 12:7 अनि जसलाई उहाँले प्रेम गर्नुहुन्छ उहाँले हामी ताडना पनि दिनुहुन्छ। जस्तै मेरो छोरी छ, उसले गलत गर्यो भने उसलाई म ताडना त दिन्छु नि त होइन, कारण उसले गलत गरिरहेको छ। यदि मैले म दिन पछि पाप गर्छु भने परमेश्वरले हामीलाई ताडना 100% दिनुहुन्छ होइन। उहाँले सम्झाउन चाहनुहुन्छ, हे छोरा तिमी रङ बाटोमा हिँड्दैछौ है, हे बाबु तिमी रङ बाटोमा गइरहेका छौ, याद गर यो बात चाहिँ सही हो। उहाँले चाहिँ हामीलाई भनौँ न ताडना भन्नाले एउटा बाउले एउटा पिताले एउटा बच्चालाई एउटा आफ्नो छोरालाई दिने ताडना हो। त्यो चाहिँ लडाइँ होइन, बच्चा बस पिटापिट होइन, त्यो चाहिँ के हो, ताडना भनेको चाहिँ हप्की हो। है तिमीले यो गरिरहेका छौ, यो बाटो चाहिँ खराब हो, तिमी चाहिँ यो बाटो लाग। अनि परमेश्वरले हामीलाई त्यो ताडना दिनुहुन्छ। अनि उहाँले चाहिँ हामीले दिन पछि पाप गर्दै जाँदा, गलत कार्य गर्दै गर्दा, नराम्रो गर्दै गर्दा चाहिँ उहाँले चुप आएर बस्नु हुँदैन। मानिलौ मेरो बच्चाले नराम्रो गर्यो भने म ताली पिट्छु र आहा कति राम्रो गर्यो मेरो छोराले भन्छु होला, भन्दिनँ नि त होइन। आहा कति राम्रो गर्यो बच्चै गर बाबु भन्छु, भन्दिनँ। म उसलाई गएर छडी लगाएर हुन्छ कि मुखले भनेर हुन्छ कि पहिला म भनिहेर्छु होइन। भनिहेर्दा उसले मान्यो भने मान्यो, त्यसपछि अलि ठुलो स्वर गर्छु, तिमीले यो गलत गरिरहेका छौ होइन। अनि त्यसपछि त्यति गर्दा पनि मानेन भने अनि म के गर्छु, सानो लट्ठी देखाउन थाल्छु, ताकि लट्ठी देखाएन अझै मान्छ कि डराउँछ कि भनेर। यदि लट्ठी देख्दा पनि डराउन थालेन भने उसलाई म एक लट्ठी लगाउँछु होइन। अनि एक लट्ठी लगाउँछु, त्यति गर्दा पनि उसले मानेन भने उसलाई म के गरिदिन्छु, त्यतिकै छोडिदिन्छु। बाइबलले पनि त्यही भन्छ होइन। अनि एकचोटिमा चाहिँ सम्झाउनुहुन्छ होइन, एकचोटि सम्झाउनुहुन्छ, दुईचोटि सम्झाउनुहुन्छ, तिनचोटिमा अलि भन्नुहुन्छ, चारचोटिमा मण्डलीलाई भन्न आवश्यकता छ। त्यसपछि पनि सबै गर्दै गर्दा त्यति सम्झाउँदा बुझाउँदा पनि गर्दै गर्दा त्यसलाई चाहिँ हामी के गर्छौँ, छडवा छोडिदिन्छौँ। छडवा छोड्नु भनेको के हो, अब ऊ र हाम्रो सम्बन्ध केही पनि छैन होइन, ऊ चाहिँ अब मण्डलीदेखि अलग भइसक्यो। अनि उसलाई छडवा छोडिदिन्छौँ। अनि त्यति गर्दा पनि भएन भने परमेश्वरले उठाएर लानुहुन्छ। हामी परमेश्वरले उठाएर लानुहुन्छ। अनि त्यही भएर हामीले चाहिँ परमेश्वरले ताडना दिनुहुन्छ। ताडना दिनु भनेको चाहिँ असल कुरा हो। ताडना दिनु भनेको चाहिँ अथवा दोस्रो कुरा चाहिँ उहाँले तपाईँहरूलाई त्याग्नुहुने छैन। आमेन। पहिलो कुरा उहाँले हाम्रो पापलाई अनदेखा गर्नु हुँदैन होइन, उहाँले हामीलाई ताडना 100% दिनुहुन्छ। र दोस्रो कुरा चाहिँ उहाँले हामीलाई त्याग्नुहुने छैन। अब यसको मतलब अब मैले पाप गर्दै गर्दा हिँडिरह्यो भने के म नरक जान्छु त होइन, के अब म नरक जान्छु त, कदापि होइन। तपाईँले मैले जब एकचोटि यस ख्रीष्टलाई विश्वास गऱ्यो भने हामीले जे गरे तापनि हाम्रो मुक्ति चाहिँ घुम्दैन। हो इनाम हाम्रो घुम्न सक्छ तर मुक्ति चाहिँ हाम्रो घुम्दैन। भरे तपाईँले भेटिदिनुहोस् अथवा दशांश नदिनुहोस् अथवा दिनुहोस् होइन,
अथवा मण्डली रेगुलर आउनुहोस् नआउनुहोस् त्यो ठुलो कुरो होइन, तर पनि त्यो चाहिँ इम्पोर्टेन्ट छ, त्यो महत्त्वपूर्ण छ। तर पनि यदि तपाईँले यो सोच्दै हुन्छ कि मैले पाप गर्दै गर्दा पाप गरेँ भने चाहिँ परमेश्वरले हामीलाई आराम दिनुहुन्छ, तर हामीलाई मुक्ति चाहिँ उहाँले खोज्नु हुँदैन। आमेन। मुक्ति चाहिँ खोज्नुको हामीलाई किनभने रोमी 8:38 पदले के भन्छ, ख्रिस्टको प्रेमदेखि हामीले कुनै पनि कुराले अलग गर्न सक्दैन। न स्वर्गले, न पृथ्वीले, न स्वर्गदूतले, न पृथ्वीको कुराले, न स्वर्गको कुराले, न अहिलेको कुराले, न पछि कुराले, न उचाइले, न गहिराइले, होइन, कुनै पनि कुराले ख्रिस्टको प्रेमदेखि हामीले अलग गर्न सक्दैन। आज हामी कलर रातो अक्षरमा भकुण्डो र साङ्गाहरू प्रयोग गर्दैनौँ, तर कम्प्युटरको प्रयोग गर्दछौँ। त्यसकारण जब कसैले तपाईँलाई चोट पुर्याउँछ भने परमेश्वरले भन्नुहुन्छ कि हामीले तिनीहरूलाई क्षमा गर्नुपर्छ र यसलाई मेटाइदिनुपर्छ, नत्र त यसले हाम्रो सोच्ने व्यवहारलाई अर्कै गर्ने र बोल्ने दृष्टिकोणलाई के गर्न सक्छ, अलग गरिदिन सक्छ। भन्नुको अर्थ यसलाई क्षमा गरेर मेटाइदिनु भन्नुको अर्थ मैले जब यहाँ केही लेख्छु भने पेन्सिलले लेख्यो भने त्यसलाई मेटिदियो भने त्यो के देखिन्छ, केही पनि देखिँदैन। तर यो मैले त्यो पर्मानेन्टली लेखेँ भने त्यो चाहिँ यहाँ भइरहन्छ अनि म बारम्बार त्यसलाई पढ्छु, होइन। त्यस्तै गरी यदि मैले कसैलाई क्षमा गर्न चाहन्छु भने त्यही भएर डाक्टर स्टिभनले भन्नुभएको थियो, क्षमा गर्नुहोस्, बिर्सिजानुहोस्। आमेन। होइन, क्षमा गरेर बिर्सिनुहोस्, याद नगर्नुहोस्। मैले एकचोटि क्षमा गरे पनि सक्यो, होइन। क्षमा गरेर तपाईँले बिर्सिनु आवश्यकता छ। सायद यसले हामीलाई पुरानो पीडादायक, यदि तपाईँले त्यसलाई मेटाउनुहुन्न भने यसले के गर्न सक्छ हामीलाई, सायद यसले हामीलाई पुरानो पीडादायक सम्झनाहरूलाई बोकिराखेको छ र तपाईँ भन्न होला, तर तिनीहरूलाई चाहिँ क्षमा गर्न कठिन हुनेछ। जब तपाईँले यो कुराहरू चाहिँ मेटाउनु हुँदैन, उसबाट राख्नुहुन्छ, तब तपाईँले यसलाई क्षमा गर्न चाहिँ गाह्रो हुनेछ। मत्ती 5:44 यसकारण यसोले हामीहरूलाई नराम्रो व्यवहार गर्नेहरूलाई प्रार्थना गर्ने भन्नुभएको कुरा चाहिँ हामीलाई थाहा पाउन सक्छौँ। आमेन। के भन्नुभयो, जसले तिमीलाई नराम्रो व्यवहार गर्छ त्यसको निम्ति प्रार्थना गर भनेर उहाँले भन्नुभयो। कसैलाई क्षमा गर्ने काम गर्नु, उनीहरूको लागि प्रार्थना गरेर सुरु गर्नु आवश्यकता छ। आमेन। यसु जसले उहाँलाई क्रुसमा टाँगे र त्यस व्यक्तिलाई उहाँले प्रार्थना गर्नुभयो र हामीले गर्नु पनि आवश्यकता छ। तिनीहरूलाई क्षमा गर्नुहोस् र मेटिदिनुहोस्। आमेन। जब हामी कसै व्यक्तिलाई क्षमा गर्न हाम्रो निम्ति गाह्रो भइरहेको छ भने हामीले के गर्न आवश्यकता छ, त्यो व्यक्तिहरूको निम्ति चाहिँ पहिला प्रार्थना गर्न आवश्यकता छ, होइन। प्रभु मलाई सहायता गर्नुहोस्, प्रभु मलाई शक्ति दिनुहोस्, म त्यो व्यक्तिलाई क्षमा गर्न चाहन्छु, म सकिरहेको छैन, त्यो सामर्थ्य तपाईँले परमेश्वरसँग माग्नुहोस् अनि परमेश्वरले 100% दिनुहुन्छ। आमेन। क्षमा गरेर बिर्सिनुहोस्। आमेन। याद नगर्नुहोस्, क्षमा गरेर पूर्ण रूपले बिर्सिनुहोस्, तब मात्रै परमेश्वरको महिमा हुन्छ। आमेन। त्यही कारणले गर्दा आजको वचनद्वारा म तपाईँलाई यही बताउन चाहन्छु कि हामी क्षमा गर्नुहोस् र बिर्सिनुहोस्। आमेन।